वेलकम टू माई यूट्यूब ब्लग। सो धेरै दिनपछि मैले कमब्याक गरिसकेको छु आफ्नो यूट्यूब ब्लगमा। सो चैतको महिनामा सबैजनाको छुट्टी छ। सो हामी सोचिरहेछौँ के गरौँ, त्यसको सदुपयोग गरौँ भन्दैमा। सो अहिले हामी गइरहेछौँ आज बर्गर बनाउन। मिडल क्लास फ्यामिलीको बर्गर कस्तो हुन्छ भनेर हामी बनाउन जान्छौँ। सो यो हाम्रो टिम र हामी बनाउँछौँ बर्गर। रेडी। जहिले पनि जरुरी हुँदैन कि फ्यान्सी कुरा नै चाहिन्छ, हाम्रो घरमा भएको सिम्पल कुराहरूले पनि हामीले जे पनि बनाउन सक्छौँ। सो यो अब तरकारीहरूलाई लिएर हामीले काट्छौँ र युज गर्छौँ। रेडी। यो हाम्रो बन र हामीलाई कट गर्दैछौँ बिचबाट। ल यो चाहिँ हाम्रो ब्रेड क्रम्स हो र बर्गर बनाउनको लागि हामीले बिहानैदेखि यसलाई रेडी गरेर राखेका थियौँ। यसलाई बनाउन एकदमै सिम्पल छ। पहिला हामी ब्रेडहरू लिन्छौँ र त्यसलाई टोस्ट गरेपछि त्यसको मिक्सचरको युज गरेर त्यसलाई हामी सानो सानो पिसमा बनाउँछौँ। यो यस्तो खाले देख्छ। अनि यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ बर्गर बनाउनको लागि। यो चाहिँ बर्गरको टेस्टलाई झन् इन्हान्स गर्नलाई धेरै मद्दत गर्छ। सो बर्गर बनाउनको लागि आलु पनि धेरै नै इम्पोर्टेन्ट हुन्छ। सो हामीले अहिले बोइल गरिसकेका छौँ र अब यसलाई यसको बोक्रालाई हामी निकाल्छौँ र यसलाई म्यास गर्छौँ। अहिले चाहिँ हामीले आलुलाई कुकरबाट निकालेर यसको बोक्राहरू निकाल्छौँ र यसलाई म्यास गरेर यसको आलु टिक्की बनाउँछौँ। बर्गरलाईमा आलु टिक्की पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। हाम्रो आलु म्यास्ड भइसकेको छ र यो म्यास्ड आलुमा अब हामीले मसलाहरू राख्छौँ। हामीले आफ्नो मसलाहरू आफ्नो स्वादअनुसार राख्नुपर्ने हुन्छ। सो लेट्स गो। बर्गर खाएर कस्तो लाग्यो? एकदमै मिठो र राम्रो। राम्रो? कस्तो लाग्यो? राम्रो। कस्तो लाग्यो? राम्रो। राम्रो। फेरि बनाउनु कि नबनाउने अब? बनाउने। बनाउने। ओके।